हेलो हेलो सम्पूर्ण साथीहरुमा नमस्कार। म चाहिँ बात्सोलानादेखि धेरै टाढा समथिङ 10 आवर्स 10 घण्टा टाढा यता घुम्न लागेको छु। म आएको बेला यसो सबैलाई भिडियो मार्फत भए पनि सबैलाई देखाइदियो भनेर सानो एउटा भिडियो बनाउने प्रयास गरिरहेको छु। उता समुद्रमा मान्छेहरु यस्तो ड्याङ 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 खेल्दै छन्। माछा हुन् कि नि भ्यागु जस्ता कति मजाले खेलिरहेका छन्, इन्जोय लिइरहेका छन्। यहाँ आउँदा आउँदा जो साँझ पर्न आँट्यो, घाम पनि लगभग सुकिसक्यो। यहाँ यसो बस्न खानलाई ठाउँ रहेछ, सानो कुकुरको बच्चा पनि छ। अनि हाम्रो यता भान्जा बाबु के खाँदै? अलग बनाउँदैन नि खानुपर्छ के खाना त्यो अब गेमको लागि भन्ने के खाने नखाइकन खाँदैदेखि लियो चटपटेमा समोसा पनि राख्नु पर्छ ल, मिक्स गरेर। समोसा हामी घरबाट बनाएर ल्याएको, यो चाहिँ अलिक किचिक मिचिक भएछ। चटपटे रेडी हुँदैछ। मेरो बर्थडेको यता पनि राम्रो रहेछ सिनहरू। हाम्रो दिदीबहिनी यता टिकटक बनाउन बिजी हुनुहुन्छ। हेलो यहाँ रुकेमा हजुरलाई कति नटेरेको भनेको? तल झर्नु भनेपछि तल झर्नु। नाटक